तपाईँ अझै सोचिरहनु भएको छ? हिजोको त्यो सानो गल्ती, त्यो बोलेको शब्द, त्यो जवाफ नआएको मेसेज, त्यो भविष्यको अनिश्चितता र आज फेरि तपाईँ निन्द्राबाट बिउजिनु भएको छ, तर दिमाग त निदाएको नै छैन। तपाईँ अझै पनि ओभर थिङ्किङ गर्दै हुनुहुन्छ भने स्टप गर्नुहोस्। अब समय हो बाँच्ने, समय हो मनलाई मुक्त पार्ने। ओभर थिङ्किङ भन्नाले केवल धेरै सोच्नु होइन, यो हो सोचको एउटा यस्तो बादल जहाँ एकचोटि फसेपछि तपाईँ झन्झन भासिँदै जानुहुन्छ। यो यस्तो अवस्था हो जहाँ शरीर थकित हुँदैन तर मन थकित हुन्छ। एउटै कुरा पटक पटक सोच्ने, के गरे होला भन्दा पनि के गरिन भन्ने कुराले डराउने, भविष्यको सोचले वर्तमानको शान्ति बिगार्ने। ओभर थिङ्किङ त्यो यस्तो अदृश्य कैद हो जसले तपाईँलाई कहिले खुला आकाशमा श्वास फेर्न दिँदैन। ओभर थिङ्किङको जरा मनको डर हो, असहायपन र अपूर्णताको सुरुवात हो। हाम्रा भोगाइहरू, हाम्रो आत्मसंवाद, समाजको दबाब, कहिले ठगियौँ, कसले घात गर्यो, म लायक छैन, म सधैँ गल्ती गर्छु, अरूले के भन्ला, अरूले के सोच्ला। हामी सधैँ पर्फेक्ट बन्न खोज्छौँ, गल्ती नगर्न खोज्छौँ अनि त्यहीबाट सुरु हुन्छ तपाईँ अनि हाम्रो ओभर थिङ्किङ। हो, यसरी नै तपाईँको ओभर थिङ्किङले तपाईँको निन्द्रा जान्छ। निन्द्रा छैन भने शान्ति छैन, संसार टुट्छ, हामी मुख खोल्दैनौँ, केवल सोच्छौँ। फैसला गर्न नसकिने अवस्थामा आउँछ, सोच्दै गर्दा मौका छुट्छ, आत्मविश्वास हराउँछ, हरेक कुरामा आफूलाई दोषी ठानिन्छ। जसरी ढुङ्गाले खोला रोकिँदैन, त्यसै गरी अत्याधिक सोचाइले जीवनको बहाव रोक्दछ। यसरी नै तपाईँ हामी जस्तै रेखा नामकी साधारण युवती थिइन्। उनको अनुहारमा हाँसो थियो तर मनमा भने सधैँ आँसु नै। उनी जुनसुकै निर्णय लिनु पर्यो भने पहिलो पटक 10 चोटि सोच्थिन् र 20 चोटि डराउँथिन् अनि अन्तमा त्यही मौका गुमाउँथिन्। एक दिन उनले एउटा काममा अप्लाई गर्न चाहिन्, फर्म भरिन्, सब ठिक छ, तर जब सबमिट गर्ने बेला आयो उनको मनले भन्यो, के तिमी लायक छौ? त्यो इन्टरभ्यू दिने पर्सनले के सोध्ला, फेल भयो भने अरूलाई के जवाफ दिने, र अन्तमा उनले फर्म पनि सबमिट गरिनन्। त्यसपछि उनले ऐनामा हेर्दै भनी, म आज फेरि हारे, अरूसँग होइन, आफ्नै मनसँग। तर तपाईँ हामी पनि ओभर थिङ्किङबाट मुक्त हुन सक्छौँ। सर्वप्रथम आफ्नो मन सुन्ने अभ्यास गर्नुहोस्। बिहान 5 मिनट आँखा बन्द गरेर आफ्नो मनले के भनिरहेको छ त्यसलाई लेख्नुहोस्। स्टेप 2, के यो सोचाइ प्रमाणमा आधारित छ कि केवल डरमा? म के यो डरलाई नियन्त्रण गर्न सक्छु? पनि आफ्नै मनलाई सोध्नुहोस्। स्टेप 3, हरेक रात 3 लाइन लेख्ने बानी गर्नुहोस्। आज मैले के सोचेँ? के यो वास्तविक थियो? मैले आज के सिकेँ? स्टेप 4, तपाईँको मन स्थिर हुँदा शरीर पनि प्रतिक्रिया दिन्छ। मुटुको धड्कन, पेट दुख्ने, थकान। हजुर, यस्तो अवस्थामा डिप ब्रिथिङको अभ्यास गर्नुहोस्। स्टेप 5, मनका 5 मन्त्रलाई सधैँ सम्झिरहनु। म मेरा सोचाइ होइन, म त ती सोचाइलाई हेर्ने शक्ति हुँ। गल्ती गर्नु कमजोरी होइन, सिक्ने प्रक्रिया हो। जो सोचेर डराउँछ ऊ कहिले उड्न सक्दैन। आजको यो सोच भोलिको सत्य होइन। म आफैलाई माया गर्छु अनि आफैलाई भरोसा गर्छु। हो, केही भनाइहरू मनन गर्नुहोस्। हजुर, के तपाईँले आज त्यही पुरानो घटना सम्झिनुभयो? त्यो गल्ती, त्यो चोट, त्यो अपमान? तर तपाईँसँग अझै पनि समय छ। सोच परिवर्तन गर्नुहोस् अनि जिन्दगी परिवर्तन हुनेछ। तपाईँको सोच चेतनाको मालिक हुनुहुन्छ। तपाईँको शक्ति, तपाईँको विश्वास, तपाईँको मुक्ति तपाईँभित्रै छ। र साँझमा सुत्नु अघि यी वाक्यहरू आफैसँग भन्नुहोस्। म आजको दिनका लागि आभारी छु। जे भयो त्यो सिकाइ थियो। म अब सोच्ने होइन, बाँच्ने निर्णय गर्छु। म सुरक्षित छु, सक्षम छु अनि समर्थन छु। हजुर, जीवन तपाईँको सोचाइभन्दा धेरै गहिरो छ। मनलाई शत्रु होइन, साथी बनाउनुहोस्।
आजबाट सोचाइलाई नियन्त्रण गर्ने होइन, सम्झने प्रयास गर्नुहोस्। ओभर थिङ्किङले तपाईँलाई थामिरहेको छ भने त्यो डोरी आफैले काट्नुहोस्। हजुर, तपाईँ अझै पनि ओभर थिङ्किङ गर्दै हुनुहुन्छ भने स्टप गर्नुहोस्, किनभने तपाईँ बाँच्न पैदा हुनुभएको हो, डराउनु होइन। अब समय हो डिसिजनको, एक्सनको र फ्रिडमको। यदि तपाईँलाई यो सन्देशले छोयो भने यो भिडियोहरूसम्म पुर्याउनुहोस् साथीभाइ, परिवार जो रातभर सोचेर थाकिरहनुहुन्छ।